सम्मानित यो समाजका विशिष्ट आदरणीय हाम्रा अभिभावकज्यूहरू, पार्टीका सबै तहका सबै पार्टीका आदरणीय नेतागणहरू, पूर्व जनप्रतिनिधि साथीहरू, धरानको महानगरपालिकाका वडाध्यक्ष लगायत कार्यपालिका सदस्यज्यूहरू, पत्रकार महासङ्घका विशेष गरी भेदभावमा सहभागी हुनुभएका सम्पूर्ण राष्ट्रिय स्थानीय र मनोरञ्जनका लागि आउनुभएका सबै सहभागी मित्रहरूलाई म धरान वार्ड नम्बर 18 निवासी पूर्व धरानको महानगरपालिका निवर्तमान नगरपालिका हैसियतले यहाँहरू सबैलाई हार्दिक स्वागत अभिवादन व्यक्त गर्न चाहन्छु। स्वागतम। यो आयोजनामा अघि साथीहरूले भन्नुभएको जस्तै हाम्रो जो पुर्खाहरू हुनुहुन्छ, पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र अनगिन्ती द्विपक्षीय लडाइँहरूमा साझा प्राप्त गर्नुभएका, वीरता प्रदर्शन गर्नुभएका हाम्रा अग्रज पुर्खाहरूको स्मृतिमा जो युद्धबन्दी बन्नुभयो, जो अज्ञात रूपमा चाहिँ बिराउनुभयो, जो त्यति बेलाका युद्धका मैदानमा कयौं वर्ष चाहिँ जङ्गलमै हराउनुभयो, कति यो नेपाल देशमा यो आफ्ना वीरताका वीरगतिका कुराहरू, आफ्ना सम्पत्तिहरूलाई चाहिँ फेरि बिस्तारै ल्याउनुभयो। अब अहिले आएर पुर्खाहरूका सन्ततिहरू हङकङ, धरान हुँदै पूर्व ब्रिटिस र अन्य चाहिँ सेनामा साझा प्राप्त गर्नुभएका चाहिँ हाम्रा अग्रज पुर्खाहरूको सम्मानमा यो
सम्मान गर्नको लागि हाम्रो अतिथिज्यूहरूलाई म फेरि हार्दिक अनुरोध गर्दछु। हाम्रो ज्येष्ठ नागरिक यस नाच्न साथ गइदिनु अनुरोध गर्दछु। हामी त्यहाँ माथिबाट कुदेर हामी टर्न हुँदै हामी मङ्गलबारे हुँदै त्यहाँ मङ्गलबारेमा भोलिन्टियर्स हाम्रो साथीहरू रहेको छ। हाई पछाडि जाऊ, पछाडि जाऊ, हाई फर्स्ट जित्दै मान्छेले पछाडि लिएको यार। अब पछाडि यहाँबाट हुन्न। अब ल अब यत्तिकै चाहिँ बन्द गर्नु। अब लास्टै पछाडि भयो त पर्छ है। एकदम पछाडिबाट अब एकछिन पछि झन् कतिमा हाल्नु पर्छ मैले यसपालि त तरारा 48 तरारा कति तर तर त ठेक्का 10 छैन बस्यो भाइले दियो मसाले डन्डा होला लुकी गाथ्यो भाइ भाइ कस्तो छ त्यो त एलो भात हो गुदाम न गुदाम आयो यार भुक लागिसक्यो पानी नाम चाहिँ गोर्खा छ भोकले मा भयो त्यही भनेको 8 बजे अन्डा खाएको त्यसो कुरा हामी आउने तु के खान्छस् का हैन साइक्लिङ साइक्लिङ सही छ अरे पानी छैन त राख्नु पर्दैन नि पानी पनि छैन यार अस्ति आउँछ त्यत्रो सबलाई मासु भात होइट अनि मैले यतिको त इनर्जेटिक हुनु पर्ने अनि 66 र 61 अनि 66 वर्षको हामी गलिसक्यो नि आउने क्रम जारी छ धन्यवाद अब लगभग गाह्रो छ कति किलोमिटर छ भाइ अब 1 किलोमिटर छ गोर्खा पार्क आइपुग्न गोर्खा पार्क आइपुग्न अझै 1 किलोमिटर छ गोर्खा पार्क यता हो त्यहाँ त हो हजुर
साथीहरू आउँदैछन्। अब रनिङ तान्नुपर्छ, आधी किलोमिटर मात्रै छ। सकिँदैन। ल ल कुन हो? आया मेरो म्यागी पनि देऊ नानी। पार्ले चाहिँ देऊ, पार्ले चाहिँ देऊ। थ्याङ्क यू। मलाई पार्ले पनि दिनु। भान्जी नमस्ते। आरामै भान्जी? ल है मेरो भान्जी पनि हुन्छ। त्यो माथि बसौँ न। Hey guys, first. Hey guys, हेर्नुस् कति रमाइलो छ। विनर विनर निरञ्जन। ओहो विनर विनर। सम्मान स्वरूप ज्येष्ठ नागरिक धावकलाई हामी सम्मान गर्दछौँ। मैले यहाँ भर्खरै हामी म्याच धरानको महानगरपालिकाका निवर्तमान मेयर तिलक राईज्यूलाई मैले देखिरहेको थिएँ। उहाँ धावकको रूपमा पनि आउनुभएको थियो। उहाँलाई पनि म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। तिलक राई निवर्तमान मेयर। सर्वप्रथम हामी अब पुरस्कार वितरणतर्फ लागिरहेका छौँ। पुरस्कार वितरणको लागि मैले अघि भनिसकेको ज्येष्ठ नागरिक धावक स्वस्थ हाउसले स्पोन्सर गर्नुभएको छ। ज्येष्ठ नागरिक धावक हाम्रो पनि सधैँ पुग्नु भएको छैन नि होइन? सधैँ पुग्नु भएको छैन नि। नमस्ते दिदी, आइपुग्नु भयो। यता किसिमेरी छ नि यार। नहेरिकन आएको भयो यार। हप्तामा एक दिन त तलबाट हिँडेर आए पनि हुन्छ। धेरै ठिक छ नि Video
गोर्खा पार्क हेर्दै हुनुहुन्छ गोर्खा रनमा भाग लिने पार्टिसिपेटरहरू थुप्रै थिए जितेर गइसक्नुभयो कोही आउँदैछन् आउने जाने क्रम जारी छ हेर्न सक्नुहुन्छ हाइम्याच अर्का यस्ता व्यक्तित्व हुनुहुन्छ भावक हुनुहुन्छ जो 10 किलोमिटर रन रत्नचोकबाट मङ्गलबारे हुँदै कतै पिच रोड कतै कच्ची सडक धुलो धुवा केही नबनिकन खाली खुट्टै दौडेर दौड भर्खर हाइम्याच निवर्तमान तिलक राईजी उपस्थित रहेछ उहाँलाई पनि अगाडि यहाँ पुरस्कार वितरणमा अगाडि आइदिनु म अनुरोध गर्दछु हाइम्याच धरानीको महानगरपालिका उपमेयर ऐन्द्र विक्रम बेगाज्यूलाई पनि अगाडि स्टेजमा आइदिन अनुरोध गर्दछु पूर्व प्रतिनिधि सभा सदस्य माननीय जयकुमार राईज्यू यसै गरी जसपा नेपालका धरान उपमहानगर कमिटी अध्यक्ष ताजुब लिम्बुज्यूलाई पनि अगाडि हामी संयुक्त रूपमा सहभागीहरूलाई पुरस्कार वितरण गर्नेछौँ र सहभागीहरूले अतिथिज्यूहरूसँग बधाई थाप्दै गइदिनुलाई म अनुरोध गर्दछु सभाध्यक्षजी बिचमा गइदिनुहोस् न र खाली खुट्टा दौडेर यो रन पुरा गर्नुहुने खेलाडीलाई हामी प्रोत्साहन गर्न लागिरहेका छौँ उहाँ प्राय धरानमा हुने कुनै पनि रनमा खाली खुट्टा नेपाली झण्डा बोकेर दौडिरहेको हुन्छ यस्तै गरी हाइम्याच प्याराग्लाइडिङ सङ्घका केन्द्रीय अध्यक्ष भूपाल राईज्यू पनि उपस्थित रहेको छ भूपाल राईज्यूलाई म स्टेजमा निमन्त्रणा गर्न चाहन्छु भूपाल राई नेपाल प्याराग्लाइडिङ सङ्घका केन्द्रीय अध्यक्ष भूपाल राईज्यूलाई पनि म स्टेजमा आइदिनु अनुरोध गर्दछु र खाली खुट्टा दौडेर रन पुरा गर्नुहुने रामप्रसाद तुराल उहाँ नेपाली झण्डा बोकेर यसरी नै खाली खुट्टा दौड पुरा गर्नुभएको छ त्यहाँबाट हात मिलाउँदै आउनु होला त्यहाँबाट हात मिलाउँदै आउनुहोस् यो खैरो जुत्ता जस्तै छ यो ट्रेल प्लेजर भनेकै धुवा धुलो हिलो पानी अफरोडमा कुद्ने रन भएकोले उहाँको हिँडिराख्नु भएको छ उहाँलाई नगद 500 मेडल र प्रमाणपत्र प्रदान गरेको यहाँलाई जानकारी दिन्छु बधाई छ रामप्रसाद तुरालज्यूलाई उहाँ पनि धरान रनको प्रोडक्ट हुनुहुन्छ बिपी सुनी राई यहाँलाई धेरै धेरै बधाई दोस्रो हुने महिला हेडतर्फ जसले 1 घण्टा 5 मिनटमा आफ्नो दौड पुरा गर्नुभयो उहाँ चेस नम्बर 706 कुसुम लिम्बू चेस नम्बर 706 कुसुम लिम्बू जसले 1 घण्टा 5 मिनटमा दौड पुरा गर्नुभएको छ यहाँलाई धेरै धेरै बधाई छ एउटा 5 to 25 रहेछ 5 र 2 25 वर्षीय मङ्गल तामाङज्यूलाई धेरै धेरै बधाई छ उहाँले नगद 2000 प्रमाणपत्र र मेडल प्राप्त गर्नुभएको छ धेरै धेरै धन्यवाद मङ्गल तामाङ दाई जर्सी नम्बर 755 विजय कुमार राई मात्र 19 वर्ष पुग्नुभयो दौडेपछि एकदमै फिटनेसले मान्छेलाई जहिले पनि
जवान बनाउँछ। यसैको उदाहरण हुनुहुन्छ हाम्रो विजय कुमार राई। धेरै धेरै पढाइ छ। उहाँले नगद 3000 मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ। उहाँले 10 किलोमिटर रन अफ रोड उकालो बाटो हुँदै रक्तचोक गर्छ। अब भने हामी विनर च्याम्पियन तर्फ जानुभन्दा अगाडि हामीले अघि भनिसकेको यस प्रतियोगिताका च्याम्पियन गर्ल्स र बोइजलाई यही 2026 मा गोर्खा सेमिस्टिस हङकङद्वारा आयोजना हुने गोर्खा ट्रेलब्लेजर हङकङ रनमा सहभागी गराइनेछ। त्यसको लागि नेपाली नागरिक अनिवार्य हुनुपर्ने भएकोले हामीले विदेशी नागरिकहरूलाई एज अ गेस्ट धावकको रूपमा मात्रै हामीले उहाँलाई सहभागी गराएका थियौँ। यहाँ एकजना गेस्ट विदेशी यहाँ सहभागी हुनुभएको थियो। म उहाँलाई आयोजक गोर्खा सेमिस्टिस ट्रस्ट सम्मान दिन चाहन्छौँ। हामीले उहाँबाट सिक्नुपर्छ। उहाँ धरान रन 10 किलोमिटर रनका च्याम्पियन पनि हुन्। उहाँ दोस्रो हुन्। तरेरा रनका च्याम्पियन हुन् र यस गोर्खा सेमिस्टिस ट्रस्ट नेपालको आयोजना भएको तेस्रो गोर्खा ट्रेलब्लेजर 2025 मा पनि सबैभन्दा पहिले रन पुरा गर्नु भएको छ। एज अ गेस्ट रनर भए पनि उहाँ केन्या धावक हुनुहुन्छ, केन्या निवासी हुनुहुन्छ। उहाँलाई हामीले यस गोर्खा ट्रेलब्लेजर रनमा सहभागी भएर यस गोर्खा ट्रेलब्लेजरको नै गरिमा बनाइदिनु भएको छ। त्यसको लागि हामी प्रदान गर्न लागिरहेका छौँ। सँगसँगै उहाँलाई नगद 5000 रुपियाँ सहित हामी सम्मान गर्न लागिरहेका छौँ। जिलेस मुरिकुलाई म अगाडि बोलाउन चाहन्छु। उहाँले 10 किलोमिटर 34 मिनट 13 सेकेन्डमा रन पुरा गर्नुभयो। त उहाँलाई हाम्रो वीर गोर्खा लिको चिनो खुकुरी र नगद 5000 रुपियाँ प्रदान गर्न लागिरहेका छौँ। बधाई छ। राम बहादुर के नाम हो रे माझी जिलेस मेरुको केन्याली धावक उहाँले राम बहादुर माझी 34 मिनट दौड पुरा गर्नुभएको थियो। यहाँलाई छ हाम्रो यो वीर गोर्खाली खुकुरी हामीले विशेष गरी यो कार्यक्रम यो रन वीर गोर्खा सैनिकहरूको सम्मानमा आयोजना गरेको यहाँलाई जानकारी गराउँदछु। तपाईँलाई थाहा छँदैछ नेपाली समाजमा विभिन्न दोष लाएर गोर्खा सैनिकहरूलाई अपमान गर्ने गरिन्छ। उहाँहरूलाई भाडाको सिपाही भनेर उहाँलाई गिचाउने गरिन्छ, अपमान गर्ने गरिन्छ। तर त्यसो होइन। गोर्खा सैनिकहरूको योगदान छ, विशेषता छ। उहाँहरूले आफूले चाहेर भन्दा पनि राज्य व्यवस्था वीर गोर्खाली राम बहादुर माझी Yes, congrats man, congrats. कङ्ग्रेचुलेसन सबैले भाउजीले बधाई तपाईहरु अलिक हिँडिरहेको मान्छेहरु छ है गापाले मोबाइल झर्लाई
5 नम्बर प्रश्नमा मानव शरीरको सामान्य तापक्रम कति हुन्छ? मानव शरीरको सामान्य तापक्रम कति हुन्छ? मलाई पार्लेस पनि दिनु भान्जी नमस्ते आरामै भान्जी ल है मेरो भान्जी पनि हुन्छ बसौँ न guys first ए गाइस हेर्नुस् कति रमाइलो छ रात किन हुन्छ हजुर दिन किन हुन्छ थाहा छैन जिन्दगी कठिन